आफैले घरमा बनाएको कन्डेन्स मिल्क युज गरेर आज हामी कोकोनट लड्डु बनाऊँ है। मलाई चाहिँ यो सुकेको नरिवल ल्याएर कोरेर चाहिँ गर्न एकदमै धेरै अल्छी लाग्यो कि त्यही भएर मैले यो कोकोनट फ्लेक्स मैले अलि अगाडि किनेर पनि राखेको थिएँ। कोकोनट पाउडर कोकोनट फ्लेक्स चाहिँ भनेर किन्दा पनि मार्केटमा पाइन्छ। तर हजुरहरूसँग सुकेको नरिवल छ भने पनि र हजुरहरूसँग टाइम छ भने त्यसलाई नै कोरेर गर्दा पनि राम्रो बनिन्छ। अनि हामीले त्यो कोकोनट फ्लेक्समा आफूले बनाएको कन्डेन्स मिल्क जसको रेसिपी मैले अगाडिको भिडियोमा पोस्ट गरेको छु त्यो युज गरेर आफूलाई कति चाहिन्छ त्यही अनुसारले थप्दै 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 हामीले बनायौँ। मुस्नलाई चाहिँ हातै युज गर्दा सजिलो लाग्यो मलाई चाहिँ है। र कन्डेन्स मिल्क मजाले हालिसके पछाडि कतै पनि क्र्याक नहुने रहेछ कि। एन्ड दिस वाज माई फर्स्ट टाइम कोकोनट लड्डु बनाएकै फर्स्ट टाइम थियो। अनि यति धेरै म त प्राउडै भएँ कि इट टर्न्ड आउट सो गुड। हजुरहरू पनि ट्राई गर्नु, इट्स भेरी इजी। अनि त्यस पछाडि हल्का आँखाको लागि त्यो कोकोनट फ्लेक्समा मैले त्यो लड्डुलाई रोटेट गरेँ। कति राम्रो देखिएको थियो, म त मक्ख परेको थिएँ कि। अनि हेर्दा पनि राम्रो, खाँदाको त कुरै छोडिदिउँ। अनि यो पनि एउटा इन्टरनेट रेसिपी थियो, हजुरहरू पनि ट्राई गर्नु होला है। थ्याङ्क यू फर वाचिङ, बाई।